सुन्दर योगिक पदयात्रामा छौँ। पतञ्जलि योग समिति नेपाल बागमती प्रदेशको आयोजनामा हामीसँग लगभग 255वटा योग यात्रीहरू यात्रा गरिराख्नु भएको छ, जसमा लगभग 11वटा जिल्लाको उपस्थिति रहेको छ। यो योग यात्रामा सुन्दर मनोरम दृश्य, यो हरियालीसँगको आत्मीयता यो योग यात्राको उद्देश्य रहनेछ भने हामी एकैछिन चोलाङपाटीमा आज हाम्रो बास त्यही छ। चोलाङपाटीमा लगभग 3500 मिटरको उचाइ हाइटमा हामी आइसकेका छौँ र बाटोमा हिँड्दा यति पानी पर्यो। कति सुन्दर गोसाइँकुण्ड पदयात्रा कस्तो रमाइलो भएको छ। गोसाइँकुण्डको यात्रा कति रमाइलो यात्रा। 3500को उचाइमा पुगिसक्यौँ होइन? हामी पुग्छौँ अहिले। ठिक छ, एकदम रमाइलो भएको छ। कतिको उचाइमा? 3550 150 3550 3550 पुगिसक्यो। पुग्छौँ, पुगिसकेका छैनौँ।